धन्यवाद कार्यक्रम सञ्चालकज्यू, सरदय, सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट गणहरू, त्यसैगरी दूधको दूध, पानीको पानी छुट्याउन बस्नुभएका निष्पक्ष निर्णायक मण्डलज्यू, गुरुवर्ग, मेरा प्रतिस्पर्धी साथीहरू लगायत सम्पूर्ण विद्यार्थी साथीहरूमाझ म विशाल ओलीको तर्फबाट यो न्यानो अभिवादन स्वीकार्नुहोस्। आज आयोजित यस वक्तृत्व कला प्रतियोगितामा सहभागी हुन पाएकोमा गौरवको अनुभूति गर्दै आयोजकहरूप्रति हार्दिक आभार प्रकट गर्दछु। आजको वक्तृत्व कलाको विषय रहेको छ जलस्रोत र ऊर्जा। उपस्थित महानुभावहरू, हामी सबैलाई थाहा छ नेपाल प्राकृतिक सम्पदाका दृष्टिले संसारकै धनी देश हो। जलस्रोतका दृष्टिले यो देश एसियाको सबैभन्दा सम्पन्न देश मानिन्छ। सिङ्गो विश्वमा हाम्रो देश जलस्रोतमा ब्राजिल पछिको दोस्रो धनी राष्ट्र हो। हिमाल, समुद्र, नदीनाला, झरना, छहरा, तालतलैया, ट्युबवेल तथा वर्षादायी जलस्रोत मानिन्छ। यस्ता स्रोतहरूमध्ये समुद्र बाहेक सबै स्रोतहरू हाम्रो देशमा उपलब्ध छन्। त्यसैले हाम्रो देशको द्रुत दर विकास गर्ने हो भने जलस्रोतको समुचित दोहन गर्न सक्नुपर्छ। उपस्थित महानुभावहरू, हाम्रो देश सुन्दर पृथ्वीको अलौकिक आनन्दमा अपार प्रकृतिको छट्टासँगै हाँसिरहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा मुस्कुराउँदै विराजमान छ। अपार जलस्रोतले सम्पन्न राष्ट्र नेपालमा सम्भावनाका चुलीहरू हिमाल झैँ अट्टल छन्, उच्च छन्। प्रकृतिको काखमा कोशी, रोसी, दुधकोशी, तामाकोशी, सुनकोशीका सपनाहरूमा विश्वलाई झलमल पार्न सक्ने कञ्चन जलप्रवाह हाम्रो इच्छा शक्तिलाई कुरेर बसिरहेको छ। गण्डकीको गहनता, कर्णालीको कर्मयोग, मेचीको महानता, कालीको मौनता, तिलिचो, गोक्यो र राराको उच्चता, फेवाको फैलावट, बेगनासको शालीनता, तमोरको तमासा हाम्रा जलस्रोतका अजस्र भण्डार हुन्। यिनीहरूको सही सदुपयोगले हाम्रो धरती हराभरा बन्छ। पोषणयुक्त अन्न अमृत प्राप्त हुन्छ। जलस्रोतबाट बिजुली निकालेर धरती झलमल पार्न, उद्योग चलाउन खोल्न सकिन्छ। विद्युत निर्यात गरेर आय आर्जन गर्न सकिन्छ। नेपालकै भूधरातलमा रहेका जीवनदायिनी नदीहरूबाट उत्पादित जलविद्युत ऊर्जाको उपयोगबाट पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गरी देशको व्यापार घाटा रोक्न सकिन्छ। आजको डिजिटल प्रविधियुक्त विश्वमा देखा परेको ऊर्जा सङ्कट हटाएर विश्व बजारमा नवीकरणीय जल ऊर्जा बिक्री गरेर प्रशस्त आय आर्जन, रोजगारी तथा सम्पन्नताका ढोकाहरू खोल्न सकिन्छ। जलका विभिन्न स्वरूप हुन्छन्। पग्लने अम्लले त्यसैगरी उड्न सक्ने क्षमता पानीमा हुन्छ। हिउँ पग्लिएर नदी बन्दा नदीको पानी बाफ बन्छ। हिमालका थाप्लामा हिउँ जम्छ। ठोस तरल ग्यास मात्र होइन, पानीमा आगो ओकल्ने ऊर्जा हुन्छ। विद्युत पानीबाटै निकालिन्छ। यस्तो महत्त्वपूर्ण चमत्कारी पानी सदुपयोग गरे बन्दछ सुखी जिन्दगानी, दुरुपयोग गरे दुःखमै बित्छ है जिन्दगानी। ठोस तरल ग्यास, ताप, राप र तेजसँगैको ऊर्जाले विश्वमा विकासका सारा स्वरूपलाई चुनौती दिइरहेको छ। उपस्थित महानुभावहरू, आज हामी आफैसँगको बिना नचिनेर भौतारिरहेको कस्तुरी चाहिँ भएका छौँ। जलस्रोतमा धनी राष्ट्र पनि दिगो विकास, पूर्वाधार विकासका कुराहरू, योजनाहरूको अभावमा हामी स्रोत र साधन भए पनि अँध्यारोमा बस्न बाध्य छौँ। उर्वरा भूमि भएर पनि सिँचाइका आधुनिक प्रविधि अपनाउन नसक्दा जग्गा बाँझै छन्, जनता अनि भोकभोकै छन्। युवा शक्ति विदेशिन बाध्य छन्। विकास निर्माणले विश्वलाई चकित पार्ने छिमेकीलाई टुलु हेरेर गाँस बाँसकै समस्या पिरोलिन बाध्य छ आज हाम्रो समाज। यो अवस्थालाई बदलेर विश्व प्रतिस्पर्धामा होमिन सक्ने बनाउने क्षमता जलस्रोतमा मात्र छ। हामी अमृत समान हिमालको कञ्चन पानी बोतलमा बेचेर विश्वका मानिसको तिर्खा मेटाउन सक्छौँ। कर्णालीमा जलविहार, कोशी र तामाकोशीमा सिँचाइका उचित व्यवस्थापन गरेर धरती उर्वर बनाउन सक्छौँ। सभाध्यक्ष महोदय, आज सुनदेखि लसुनसम्म, चामलदेखि प्याजसम्म अर्को देशबाट किनेर खाने हाम्रो स्वभाव परिवर्तन यो मुख्य आधार बन्न सक्छ। परिश्रम र पसिनालाई विवेकमा परिवर्तन गरेर विकासको पहरा बन्न सक्छ। यहाँका उर्वर भूमिमा सिँचाइको व्यवस्थापन गरेर यहाँ उत्पादित अर्ग्यानिक फलफुल खाद्यान्न विश्व बजारमा बेच्नुपर्छ। युवाको पसिना अब स्वदेशमै पोख्नुपर्छ। यहाँको माटो, यहाँको पाटो, यहाँको बाटो सुन्दर छ, पवित्र छ, अनमोल छ। मात्र यसलाई सजाउने, सिगार्ने, सदुपयोग गर्ने सिप, प्रविधि, कला र जाँगर हामीलाई चाहिएको छ। सभाध्यक्ष महोदय, यो स्वच्छ हावापानीमा हुर्केका फलफुल, बगरमा फल्ने तरबुजो, पहाडमा काक्ती, सुन्तला, स्याउ, नास्पति लगायतका फलफुलको अझ बढी उत्पादन जलस्रोतको सही सदुपयोगबाट मात्र सम्भव छ।
हामीले आफ्ना घरमा हजारौं सम्भावना लत्याएर मरुभूमिमा भेडा चराउन दौडिनु पर्ने बाध्यताबाट मुक्ति दिलाउन जलस्रोतको उपयुक्ततालाई बढाउनु पर्छ। सभा अध्यक्ष महोदय, यदि जलस्रोतको सदुपयोग गर्न सके विश्वका बेरोजगारीहरू नेपालमा आएर नेपालका फाँटमा भेडा बाख्रा चौरी चराउन आउनेछन्। जल पर्यटन बिहारका लागि पर्यटकहरू आउनेछन्। त्यसैले उठौँ, जागौँ र जलस्रोतको सही सदुपयोगमा लागौँ। धरतीमा ऊर्जा थपौँ, आउनुहोस् हातेमालो गरौँ। राराको रमितालाई विश्व सामु देखाउँ, सगरमाथाको शिरलाई विश्व सामु फैलाउँ। कर्णालीको लम्बाइ गण्डकीको गहिराइसँगै कोशीको विशालतामा नेपाली जनमनमा फैलाउँ। हस्त, धन्यवाद।